परमेश्वरलाई धन्यवाद। तपाईहरु सबैलाई ख्रीष्ट येशूको नाममा जय मसीह। आजको वचनको विषय छ मानवको एउटा मनोविज्ञान, मानव मनको एउटा मनोविज्ञान, जो परमेश्वरको जीवित वचन बाइबलबाट। आजको विषय अलि लामो छ। आजको विषय छ सारा संसारका मानिसहरूको मन भित्रको मनोविज्ञान, परमेश्वरको वचन बाइबलबाट हामी हेर्नेछौँ। सारा संसारको मानिसको यो मनोविज्ञान हो, सबै मानिसहरूमा लागू हुन्छ र यसको बारेमा परमेश्वरको वचनले हामीलाई रहस्यको कुरा सिकाउँछ। आज हामी यो कुरा परमेश्वरको जीवित वचनबाट हेर्नेछौँ। विशेष गरेर मानिस संसारमा धेरै मानिसहरू छन् अनि धेरै मानिसहरूको चल्ने तरिका पनि धेरै तरिकाको छ। मानिसहरूको सोच्ने तरिका पनि फरक फरक छ, हेर्ने दृष्टिकोण पनि फरक फरक छ अनि काम गर्ने व्यवहार गर्ने तरिका पनि फरक फरक छ। तर मानिस भित्रको जुन एउटा मनोविज्ञान छ त्यो चाहिँ प्राय सबै मानिससँग एउटै छ। एउटै मनोविज्ञानबाट मानिस चलेको हुन्छ अनि आज त्यो मानव भित्रको त्यो मनोविज्ञान परमेश्वरको वचनबाट हामी हेर्नेछौँ। यसलाई कति प्रस्ट्याउन सक्छु म, परमेश्वरले मलाई कति अगुवाई गर्नुहुन्छ, म त्यति नै मात्रै प्रस्ट्याउन सक्छु। तर यो विषय चाहिँ महत्त्वपूर्ण विषय हो। आज यो विषय हामी परमेश्वरको जीवित वचनबाट हेर्नेछौँ। प्रभुमा प्रियहरू, मानिसले सकेसम्म अरूको प्रशंसा गर्दैन है। सकेसम्म भरिसक्के चाहिँ मानिसले अरू कसैको पनि प्रशंसा गर्न चाहँदैन। यसको कारण हो अरूको प्रशंसा गर्दा ऊ आफू चाहिँ होचिएको अनुभव गर्छ। मानिसले अर्काको प्रशंसा गर्दा, अर्काको नामलाई उचाल्दा आफूलाई चाहिँ होच्याएको उसले महसुस गर्छ। त्यसले गर्दा भरिसक्के मान्छेले अरूलाई प्रशंसा गर्न चाहँदैन। जब अरूलाई प्रशंसा गर्दा चाहिँ उसले आफूलाई होच्याएको महसुस गर्छ, अनुभव गर्छ। त्यसले गर्दाखेरि ऊ भरिसक्के अरूलाई प्रशंसा गर्न चाहँदैन। एउटा असल मान्छे जसले असल काम गरेको छ है, अनि उसलाई जीवित हुइन्जेल उसलाई कसैले पनि धेरै नै प्रशंसा गर्दैन, उसले प्रशंसा पाउँदैन। तर जब उसको मृत्यु हुन्छ अनि प्रशंसाको ओइरो लाग्छ। यसको कारण के हो भने यो मानिसको एउटा मनोविज्ञान हो। यो मनोविज्ञान के हो भने जब ऊ मरि नै सकेपछि अब आफू होचिनु पर्ने कारण आएन, किनभने ऊ त यति होचियो, ऊ मरि नै सक्यो। अब उसको प्रशंसा गर्दा, उसको नामलाई, उसको नामको प्रशंसा गर्दा आफू होचिएको अनुभव मान्छेले गर्दैन। त्यसले गर्दाखेरि जब मान्छे मर्छ अनि चाहिँ प्रशंसाको ओइरो लाग्छ। जब त्यो मान्छे जीवित हुन्छ प्रशंसा कसैले पनि गर्न चाहँदैन। यसको मनोविज्ञान यही नै हो। आज यो मनोविज्ञान अन्तर्गत परमेश्वरको वचनमा पनि यस्ता मनोविज्ञानहरूको बारेमा परमेश्वरले राम्ररी बताउनु भएको छ। आज हामी यसलाई हेर्नेछौँ। सबैभन्दा पहिला यो मत्तीको किताब 9 अध्यायको 27 देखि 31 सम्म म पढ्छु है। मत्तीको किताब 9 अध्यायको 27 देखि 31 सम्म यहाँ एउटा मनोविज्ञानको बारेमा परमेश्वरले बताउनु भएको छ है, देखाउनु भएको छ। यसलाई हामीले बुझ्न जरुरी छ। यहाँनिर यसरी लेखेको छ, 27 देखि 31 सम्म म पढ्दैछु है। यो मत्तीको किताब 9 अध्यायको। येशू त्यहाँबाट जानुहुँदा 2 जना अन्धाहरू, हे दाउदका पुत्र, हामीमाथि दया गर्नुहोस् भनी कराउँदै उहाँको पछि पछि लागे। उहाँ घरमा पस्नु भएपछि ती अन्धा मानिसहरू उहाँ कहाँ आए। येशूले तिनीहरूलाई भन्नुभयो,
म यो गर्न सक्छु भनी के तिमीहरू विश्वास गर्छौ? तिनीहरूले उहाँलाई भने, ज्यू प्रभु। तब उहाँले तिनीहरूका आँखा छोएर भन्नुभयो, तिमीहरूको विश्वास अनुसार तिमीहरूलाई होस्। अनि तिनीहरूका आँखा खोलिए। येशूले यसो भनेर तिनीहरूलाई कडा आज्ञा दिनुभयो, यो कुरो कसैले थाहा नपाओस्। तर तिनीहरू गए र त्यस इलाकाभरि उहाँको कीर्ति फिँजाए। हामी यहाँ यो पदमा हामी एउटा मानवभित्रको मनोविज्ञान के देख्छौँ भने, जो मानवभित्रको त्यो मनोविज्ञान चाहिँ अन्तर्यामी परमेश्वर भएको हुनाले परमेश्वरलाई थाहा छ। तपाईँ र मेरो अन्तरआत्माको अन्धकार पनि परमेश्वरलाई थाहा छ, किनभने उहाँ चाहिँ ज्योति हुनुहुन्छ। अनि यो अन्धा मानिसहरूको अर्थात् अन्धा मानिस चाहिँ एउटा प्रतिनिधि पात्र मात्र हो। अन्धा मानिस त आज हामी पनि संसारको सबै मान्छेहरू अन्धा मानिस नै हो। यी दुईजना त अन्धा मानिसहरू त प्रतिनिधि पात्र मात्र हुन्। यी अन्धा मानिसहरूले चाहिँ मनोविज्ञान र मेरो मनोविज्ञान चाहिँ मिल्छ। अनि यी अन्धा मानिसहरूको मनोविज्ञान र आज सारा संसारको मानिसहरूको मनोविज्ञान पनि मिल्छ। अनि यो अन्धा मानिसहरूको भित्री मनोविज्ञानलाई बुझेर परमेश्वरले कसैलाई नभन्नु भनेर भन्नुभयो। यसको अर्थ चाहिँ के हो भने, जुन मान्छेलाई यो नगर्नु है भनेको कुरा चाहिँ मान्छेले बढी गर्न चाहन्छ, यो नखानु है भनेको कुरामा चाहिँ उसले बढी जिज्ञासा राख्छ, त्यो खाँदा के हुन्छ, त्यो खाँदा के हुन्छ। यो नहेर्नु है भनेको कुरामा चाहिँ मान्छेले बढी हेर्न चाहन्छ। यहाँ यो हेऱ्यो भने के हुन्छ, यो हेऱ्यो भने के हुन्छ है। मानिसको हातमा जुन कुरा छ त्यो कुराको महत्त्व गर्दैन मान्छेले। आफूसँग जुन कुरा उपलब्ध छ त्यो कुराको महत्त्व राख्दैन मान्छेले। जुन कुरा आफूसँग उपलब्ध छैन, जुन कुरा आफूबाट प्रतिबन्ध छ, त्यो कुरा चाहिँ जहिले पनि खोज्छ मान्छेले। यो मानिसको मनोविज्ञान हो। सबै मान्छेसँग लागू हुन्छ अनि यी अन्धा मान्छेसँग लागू हुन्छ र हामीसँग पनि यो नियम चाहिँ लागू हुन्छ। यो चाहिँ प्रत्येक मानिसको मनोविज्ञान हो। अनि यहाँनिर उदाहरणको लागि मान्छे हामीले एउटा प्रयोगात्मक विधिबाट पनि यसलाई प्रष्ट रूपमा हेर्न सक्छौँ कि हामी तपाईँ दुईवटा भाँडा लिएर एउटा सार्वजनिक बाटोमा जानुहोस् है। अनि धेरै मान्छेहरू हिँड्ने एउटा सार्वजनिक बाटोमा लगेर दुईवटा भाँडा बाटोको बिचमा राखिदिनुहोस्। एउटा भाँडा छोपिदिनुहोस्, एउटा भाँडा खुल्दै राखिदिनुहोस्। अनि तपाईँ छेउमा बसेर 50 जना मान्छेलाई अध्ययन गर्नुहोस्। ती 50 जना मान्छेमध्ये 48 जना मान्छेको नजर त्यो छोपेको भाँडामाथि हुन्छ है। 50 जनामा 2 जनाको नजर मात्रै त्यो खाली भाँडामा होला, तर 48 जना मान्छेको नजर चाहिँ त्यो छोपिएको भाँडामा हुन्छ। यसको मतलब चाहिँ छोपिएको ठाउँमा चाहिँ त्यहाँ के छ भन्ने उसको जिज्ञासा हुन्छ क्या। अनि जुन कुरा चाहिँ उसलाई प्रतिबन्धित गरिन्छ त्यो कुरा चाहिँ उसले बढी हेर्ने इच्छा गर्छ। जुन कुरा चाहिँ उसलाई जुन कुरामा उसलाई चाहिँ प्रतिबन्ध लगाइन्छ त्यो कुरा चाहिँ तोडेर ऊ फेरि त्यो ठाउँमा जान ऊ चाहन्छ, त्यो ठाउँ हेर्न चाहन्छ, त्यो ठाउँ देख्न चाहन्छ। मानिसको यो चाहिँ मनोविज्ञान हो। यो मानिसको मनोविज्ञान हो। अनि यो मनोविज्ञान अन्तर्गत चाहिँ परमेश्वरले त्यहाँ गएर त्यो कुरा चाहिँ नभन्नु है भन्ने बित्तिकै अनि त्यो कुरा चाहिँ भुस जस्तो सल्किने कुरा चाहिँ परमेश्वरलाई थाहा थियो। तर परमेश्वरले ल तिमीहरूको आँखा खुल्यो, यो त्यो बस्तीमा गएर सारा मानिसहरूले यसको प्रचार गर भनेको भए त्यो अन्धा मानिसहरूले त्यति प्रचार गर्दैनन् थिए, वास्तै गर्दैनन् थिए। आफ्नो आँखा जाति हुन्थ्यो, उनीहरू घरमा जान्थे, खुसी मनाउँथे होला, 2-4 जना मान्छेले सुन्थे होला, सुनाउँथे होला, त्यतिमै सकिन्थ्यो। तर परमेश्वरले कसैलाई नभन्नु है भनेको हुनाले त्यो भुसको आगो सल्केको जस्तै त्यो विशाल मानिसहरूको बिचमा त्यो कुरा चाहिँ सल्केर गयो, अर्थात् प्रचार भयो। अनि यहाँ एकदम राम्ररी लेखेको छ नि है, तर तिनीहरू गए र त्यस इलाकाभरि उहाँको कीर्ति फिँजियो। अब भन्दै नभन्नु भनेको कुरा चाहिँ इलाकाभरि नै कीर्ति फिँजिने गरी भने यसको मतलब के भने उनीहरूको मनोविज्ञानलाई परमेश्वरले बुझेर नभन्नु है भन्नुभएको थियो। भन्नु है भनेको भए यति प्रचारै हुने थिएन, परमेश्वरको काम हुँदैन थियो।
त्यसले गर्दा परमेश्वरले त्यो मानिसहरूको मनोभावनालाई बुझेर नभन्नु है भनेको थियो, त्यो नभन्नु है भनेर प्रतिबन्ध लगाएपछि चाहिँ उनीहरूले त्यो प्रतिबन्ध तोडेर इलाकाभरि नै प्रचार गरे। आज तपाईँ र मलाई परमेश्वरले कसरी प्रयोग गरिरहनु भएको छ? हामीलाई परमेश्वरले सकारात्मक तरिकाले प्रयोग गरिरहनु भएको छ। यो पनि परमेश्वरको योजना अनुसार हो। हामीलाई परमेश्वरले हाम्रो मनोविज्ञानलाई बुझेर विपरीतार्थ प्रयोग गरिरहनु भएको छ। यो पनि परमेश्वरको योजना हो। हामीलाई दुईटै तरिकाले, सुपरितार्थ तरिकाले पनि विपरीतार्थ तरिकाले पनि परमेश्वरले हामीलाई प्रयोग गरिरहनु भएको छ। त्यसले गर्दा आज हामी परमेश्वरको वचनमा यो कुरा प्रष्ट के देख्छौँ भने मर्कुसको किताबमा पनि लेखेको छ। यो 8को 25 र 26 पदमा पढ्दैछु है। मर्कुसको किताबको 8को 25 र 26 पदमा यसरी लेखेको छ, तब उहाँले फेरि त्यसका आँखामा हात राख्नुभयो र त्यसले एक टक लगाएर हेऱ्यो। त्यसले आफ्नो दृष्टि प्राप्त गर्यो र सबै थोक छर्लङ्ग देख्न थाल्यो। तब उहाँले त्यसलाई गाउँतिर नपस्ने हुकुम गरी त्यसको घरमा पठाउनु भयो है। आँखा प्रष्ट देखेपछि परमेश्वरले के गर्नुभयो भने गाउँतिर पस्ने प्रतिबन्ध लगाउनु भयो र घरतिर पठाउनु भयो। आखिरी त यो जहाँ मानिसलाई प्रतिबन्ध लगाउँछ नि, त्यो प्रतिबन्ध लगाएपछि चाहिँ तोड्न मान्छेले कोसिस गर्छ। यो उसको मनोविज्ञान हो। यो मनोविज्ञान, यो भित्री मनोविज्ञान चाहिँ परमेश्वरलाई थाहा थियो, किनभने परमेश्वर चाहिँ अन्तर्यामी परमेश्वर हुनुहुन्छ। हाम्रो हृदयको अन्धकार पनि परमेश्वर प्रकाश भएको हुनाले जान्नुहुन्छ। अनि उदाहरणको लागि, एकछिनको लागि है, मलाई चाहिँ मेरो खुसीले, मैले उदाहरण भनेको, मेरो खुसीले 2 वर्षसम्म काठमाडौँ जाँदिनँ एकछिनको लागि है। मेरो खुसीले चाहिँ 2 वर्षसम्म काठमाडौँ जाँदिनँ। मलाई आनन्द छ, 2 वर्षसम्म काठमाडौँ जाँदिनँ, बस आनन्द छ। तर मलाई कसैले 1 वर्ष तपाईँ काठमाडौँ जान पाउनुहुन्न भनेर प्रतिबन्ध लगाइदियो भने मलाई छटपटीहरू सुरु हुन्छ, छटपटी हुन्छ है। अनि मलाई चाहिँ त्यो छटपटीहरू सुरु चाहिँ हुन थाल्छ, किनभने मलाई 1 वर्ष काठमाडौँ जान नपाउने गरी कसैले प्रतिबन्ध लगाए। तर म आफ्नो खुसीले हो भने त म 2 वर्ष पनि जाँदिनँ, मलाई वास्तै हुँदैन। आज तपाईँ र मलाई पनि यो तपाईँ र मेरो मनोविज्ञान हो है। यो मनोविज्ञान तपाईँ र मेरो, यो मनोविज्ञान अन्तर्गत चाहिँ हामीलाई कसैले प्रतिबन्ध लगायो भने त्यो प्रतिबन्ध फुक्का गर्न हामी हर हमेसा कोसिस गर्छौँ। हामीलाई कुनै कुरा देख्नबाट कसैले प्रतिबन्ध लगायो भने हामी त्यो हर हमेसा हेर्न प्रयास गर्छौँ। हामीलाई कसैले नहेर्नु है भनेर प्रतिबन्ध लगायो भने हामी हेर्न चाहन्छौँ। नभन्नु है भनेर प्रतिबन्ध लगायो भने हामी भन्न चाहन्छौँ। नजानु है भनेर प्रतिबन्ध लगाउन खोज्यो भने हामी जान चाहन्छौँ। हामी मानवभित्रको यो मनोविज्ञान, यो मानवभित्रको मनोविज्ञान अहङ्कार हो है। यो अहङ्कार हो। मैले सुरुमै भने यो चाहिँ आफूसँग भएका कुराहरूको वास्तै नगर्ने है, अनि आफूसँग नभएका कुराहरूको बढी जिज्ञासा गर्ने, अनि यो मनोविज्ञान मानिसको साथमा छ, अनि तपाईँको साथमा, मेरो साथमा र सारा संसारका मानिसहरूको साथमा छ। तर परमेश्वरको वचनले चाहिँ यसरी हामीलाई भन्छ, यो मनोविज्ञान चाहिँ सांसारिक कुरा हो है। अनि यसले चाहिँ हामीलाई, परमेश्वरको वचनले चाहिँ हामीलाई यसरी भन्छ, यो 1 तिमोथीको किताब 6को 6मा है लेखेको छ, सन्तुष्टि सहितको भक्ति नै ठुलो लाभ हो भनेर लेख्छ। अनि यो असन्तुष्टि चाहिँ, यो असन्तुष्टिको भक्ति चाहिँ, यो चाहिँ लाभ होइन मानिसको जीवनमा है। हुनसक्छ यो असन्तुष्टिकै कारण मानिसहरू चाहिँ एउटा प्रगतिको बाटोमा जान सक्छ। यो असन्तुष्टिकै कारण चाहिँ यो संसारको विकास पनि भएको हो। यो मानिसको मन कहिल्यै चित्त नबुझ्नुको कारणले नै आज यो विकसित भएर संसार यो ठाउँमा पुगेको हो। यो हुनसक्छ, यो संसारी पाठ हो। तर मानिसको मृत्युसम्म पनि त्यो कुराले कहिले पनि शान्ति चाहिँ दिँदैन। त्यसले गर्दा परमेश्वरको वचनले भन्छ, यो 1 तिमोथी 6को 6ले भन्छ, सन्तुष्टि सहितको भक्ति नै ठुलो लाभ हो भन्छ। हामीले यस्ता कुराहरूबाट सन्तुष्टि पाउनको लागि, मैले अघि नै भने, मैले कसैलाई प्रशंसा गर्दा म आफूले आफैलाई होच्याएको महसुस गर्छु। त्यसले गर्दा म अर्कालाई कहिले पनि प्रशंसा गर्दिनँ।
मेरो त्यो मानवभित्रको यो मेरो मनोविज्ञान हो है। तर जसले मानिसहरूलाई प्रशंसा गर्न सक्छन्, जसले मानिसहरूलाई धन्यवाद दिन सक्छन्, ती मानिसहरूले आफ्नो अहङ्कारको मनोविज्ञानलाई काटेको हुन्छ, टुक्रा टुक्रा पारेको हुन्छ। जसले आफ्नो अहङ्कारको मनोविज्ञानलाई काटेर टुक्रा टुक्रा पार्न सक्छन्, ती मानिसहरूले प्रत्येक मानिसहरूलाई प्रशंसा गर्न सक्छन्, धन्यवाद दिन सक्छन्। ती मानिसहरूले धन्यवाद दिन सक्दैनन् जो मानिसभित्र अहङ्कारको पाटो जीवितै छ है, जीवितै छ। अनि आफ्नो अहङ्कारलाई चोट पुग्छ, आफू होचिन्छ भन्ने महसुस गर्छन्, त्यसले गर्दा अरूलाई धन्यवाद दिँदैनन्। यो परमेश्वरको वचनले हामीलाई सफासँग यो कुरा सिकाउँछ। तर तपाईँ र मलाई, मैले अघि नै भने, तपाईँ र मलाई परमेश्वरले सुपरित बाटो पनि परमेश्वरले हामीलाई निर्देशन गर्नुभएको छ, हामी हिँड्दैछौँ। तर परमेश्वरले हामीलाई विपरीत बाटो पनि परमेश्वरको निर्देशनमा हामी हिँडिरहेका हुन्छौँ। मान्छेहरूले प्रभु येशूको विरोध गर्छन् है, मानिसहरूले प्रभु येशूलाई खिलाफ गर्छन्, तिरस्कार गर्छन्, अनि उनीहरूले आफूलाई सम्झिन्छन् कि म परमेश्वरको निर्देशनअनुसार छैन। तर होइन, परमेश्वरको निर्देशनअनुसार नै उसले पनि परमेश्वरको विरोध गरिरहेको हुन्छ। यो चाहिँ सबै परमेश्वरको योजना अन्तर्गत हो, किनभने परमेश्वरले मानिसभित्रको त्यो मनोविज्ञानलाई बुझ्नुहुन्छ, त्यो अन्धकारलाई परमेश्वरले चिन्नुहुन्छ, किनभने परमेश्वर चाहिँ अन्तर्यामी परमेश्वर हो। मेरो हृदयको अन्धकारमा पनि परमेश्वरले प्रकाशद्वारा देख्नुहुन्छ। अनि यहाँनिर यो यिर्मयाको किताबमा पनि लेखेको छ 33:3 है, मलाई पुकार र म तँलाई जवाब दिनेछु र तैँले नजानेका गहिरा र गुप्त कुराहरू म तँलाई बताउनेछु। परमेश्वरलाई पुकार्नुपर्छ जुन कुरा पनि पाउनको लागि, परमेश्वरको नजिक जानुपर्छ जुन कुरा पनि लिनको लागि, परमेश्वरको नजिक जानुपर्छ जुन कुरा पनि शान्ति प्राप्त गर्नको लागि। परमेश्वरले हामीलाई सबै कुरा सिकाउनुहुन्छ, तर उहाँबाट टाढा भएर होइन, उहाँको नजिक भएर। यहाँनिर यो वचनले हामीलाई यसरी भन्छ। अनि यहाँनिर यो मानवको विपरीत मनोविज्ञानलाई बुझेर परमेश्वरले आफ्नो काम सफल पार्नुभयो है। मानिसको यो विपरीत मनोविज्ञानलाई बुझेर परमेश्वरले आफ्नो काम सफल पार्नै पर्ने भएकोले त्यो मनोविज्ञानमा टेकेर परमेश्वरलाई प्रयोग गर्नुभयो। परमेश्वरले आज परमेश्वरले संसारका मानिसहरूलाई अनि तपाईँलाई र मलाई पनि हाम्रो मनोविज्ञानमा टेकेर उहाँको काम सफल पार्नको लागि प्रयोग गरिरहनु भएको छ है। आज हामी कसरी प्रयोग भइरहेका छौँ यसलाई महत्त्व दिएर हेर्न जरुरी छ। मैले अघि नै भने मसँग जुन कुरा छ त्यो कुरासँग मलाई वास्ता छैन है, म वास्ता गर्दिनँ, महत्त्व दिँदिनँ। तर मसँग जुन कुरा छैन त्यसको जिज्ञासा म बढी राख्छु। म जुन कुरामा प्रतिबन्धित छु त्यो कुरा म खोज्न चाहन्छु, जुन कुरा मसँग प्रतिबन्ध छैन त्यो कुरा म वास्तै गर्दिनँ। आज तपाईँ र मेरो यो मनोविज्ञान हो। आज यो मनोविज्ञानलाई परमेश्वरले राम्ररी जान्नुहुन्छ। त्यसले गर्दा यहाँनिर एउटा यसमा एउटा उदाहरण पनि म तपाईँहरूको बिचमा राख्न चाहन्छु। मानिसको मनोविज्ञान कोही बेला यस्तो पनि हुन्छ, परमेश्वरले मानिसलाई नकारात्मक तरिकाले पनि निर्देशन गर्नुहुन्छ, जो चाहिँ अन्तिममा गएर त्यसको परिणाम चाहिँ सकारात्मक हुन्छ। मैले सुनेको थिएँ एउटा परिवारमा एउटा छोरा चाहिँ बालकदेखि नै दही खान्थ्यो, असाध्यै दही नभइकन उसलाई कहिले पनि नहुने। ऊ बिहान खान्छ, बेलुका खान्छ, दिउँसो पनि खान्छ, खाना खाँदैन। ऊ 24 घण्टा दही खान्छ है। ऊ जवान भइसकेको छ। जब ऊ जवान भएको छ तर उसको शरीर चाहिँ एकदम दुब्लो छ, पातलो न पातलो छ, जहिले पनि रुगा लागेको छ, खोकी लागेको छ, खाँसी लागेको छ है। मान्छे एकदम पातलो छ, उसले धेरै सङ्कटहरू भोगेको छ, उसलाई रातभरि निन्द्रा लाग्दैन, खोकी लाग्छ है। तर पनि ऊ दही खान छोड्दैन, ऊ खाना खाँदैन, दही खान्छ। उसको आमा बाउ परिवार सबैले उसलाई कति सम्झाउँछन्, उसले त्यो दही खान्छै खान्छ। अनि उसको आमाले, उसको बाउले ठुलो ठुलो विद्वानहरूकोमा लगेर उसलाई सल्लाह दिनको लागि विद्वानहरूको अगाडि लान्छ, ठुलो ठुलो डक्टरहरूको अगाडि लान्छ। डक्टरले धेरै कुरा सम्झाउँछ, बाबु दही चाहिँ अमृत हो तर थोरै खानुपर्छ, बेसी भयो भने चाहिँ यसले असर गर्छ, यसरी तिमीले खानु हुँदैन, तिमीलाई चाहिँ यसले असर गर्छ भनेर भन्छ। अनि उसले पनि असर गरेको कुरा त थाहा पाएको छ, अनुभव गरेको छ, तर पनि ऊ दही छोड्न सक्दैन, दही नै खान्छ। अनि हुँदा हुँदा हदै भएपछि एक दिन उसको आमाले एउटा साधारण
विद्वान एउटा साधारण विद्वानकमा लान्छ र सम्झाउनको लागि राख्छ। अनि त्यो विद्वान साधारण मान्छे हो है। अनि उसले चाहिँ त्यो केटालाई के भन्छ भने बाबु तपाईँ दही खानुहुन्छ? अनि त्यो केटाले भन्छ हजुर म दही खान्छु। अनि तिमीलाई के सबै मान्छेले दही खानु हुँदैन भने? अनि सबै मान्छेले दही खानु हुँदैन भने? हजुर मलाई सबै मान्छेले दही खानु हुँदैन भने। अनि ए लौ होइन यस्तो त हुँदैन, तिमीले दही खाँदा हुन्छ। किनभने दहीमा तीनवटा फाइदा छ, तिमीले दही खाऊ बाबु। एक नम्बरमा दही खानेको घरमा कहिले पनि चोर लाग्दैन। दोस्रो नम्बरमा दही खाने मान्छेलाई कहिले पनि कुकुरले टोक्दैन। तेस्रो नम्बरमा दही खाने मान्छे बुढो भएर मर्नु पर्दैन। तीनवटा कुरा फाइदा छ, खाऊ भक्कु खाऊ दही भनेछ। अनि त्यो केटा पनि अचम्म लाग्यो, कत्रो विद्वानहरूले दही नखानु भनेको, कत्रो डक्टरहरूले दही नखानु भनेको है, उसले चाहिँ दही खानु भन्छ। अनि उसलाई अचम्म लागेर सोधेछ, महाशय के यो दहीबाट यो तीनवटा कुरा किन यसरी फाइदा छ? अनि भनेर उसले सोद्धाखेरि चाहिँ उसले भनेछ, पहिलो नम्बर जो मान्छेले बढी दही खान्छ त्यसको घरमा चोर लाग्दैन। कारण त्यो दही खाने मान्छे रातभरि खोके गर्छ, चोर किन आउँछ? आउँदैन। दोस्रो नम्बर दही खाने मान्छेलाई कुकुरले टोक्दैन। दही खाने मान्छे उमेरमै बुढो भइहाल्छ, लौरो टेकेर हिँड्नुपर्छ, अनि लौरो देखेपछि कुकुरले टोक्दैन। तेस्रो नम्बर दही खाने मान्छे बुढो भएर मर्नै पर्दैन है, जमानमै मरिहाल्छ, बुढो हुनै पर्दैन। त्यसले गर्दा फाइदा छ, खाऊ भक्कु खाऊ, दहीले तिमीलाई राम्रो गर्छ भने खाऊ भनेपछि अनि मात्रै उसको चाहिँ होस खुलेछ। ओहो लो हो, यो कुरा चाहिँ सही हो, म चाहिँ मर्ने रहेछु, म चाहिँ उमेरमै मर्ने रहेछु, म चाहिँ जमानमै मर्ने रहेछु, अब म दही खाँदिनँ भन्ने उसले छोडिदियो। प्रभुमा प्रियहरू, कोही बेला चाहिँ विपरीतार्थ उपदेशले पनि मानिसहरूलाई ठिक बाटोमा ल्याउँछ है। परमेश्वरले पनि हामीलाई कोही बेला हाम्रो यो विपरीतार्थ मनोविज्ञानमाथि टेकेर प्रयोग गर्नुहुन्छ अनि असल तरिकाले प्रयोग गर्नुहुन्छ र आफ्नो काम सफल गर्नुहुन्छ। आज तपाईँ र मलाई पनि परमेश्वरले कोही बेला चाहिँ विपरीतार्थ मनोविज्ञानमा टेकेर आफ्नो काम गर्नको लागि हामीलाई प्रयोग गर्नुहुन्छ, युज गर्नुहुन्छ। हामी कसरी प्रयोग हुँदैछौँ यो कुरालाई राम्ररी बुझेर हामी अगाडि बढ्न जरुरी छ। हुन्छ, परमेश्वरको वचनले हामी सबैलाई आशिष गरेको होस्। यतिखेर बत्ती गएको कारण अलिकति अँध्यारो भएको छ, माफ गर्नुहोला। फेरि अर्को भिडियोमा चाहिँ म राम्रो तरिकाले तपाईँहरूको बिचमा आउनेछु र तपाईँहरूको बिचमा यो वचनकै सिलसिलामा भन्न चाहन्छु, यस्ता वचनका भिडियोहरू मैले मेरो युट्युब च्यानलमा पनि राखेको छु। प्रभुमा प्रियहरू, तपाईँहरूलाई अनुरोध गर्न चाहन्छु, मैले सुधार्नु पर्ने कुराहरू पनि धेरै हुन सक्छ यो भिडियोहरूमा। त्यसले गर्दाखेरि तपाईँहरूले मेरो भिडियो हेरिदिनुहोस्, सर्च गरिदिनुहोस्। युट्युबमा गएर टिएन अधिकारी सर्च गर्ने बित्तिकै मेरो मेरो चाहिँ भिडियोहरू तपाईँहरूको हातमा आएको हुन्छ। अनि त्यहाँनिर सब्सक्राइब गरिदिनुहोस्, मैले भिडियो हाल्ने बित्तिकै तपाईँहरूको हातमा आइपुगोस्। अनि यहाँ भिडियोहरूमा पनि सुधार्नु पर्ने कुराहरू केही छन् भने तपाईँहरूले त्यो कमेन्ट बक्समा 1-2 शब्द त्यहाँ लेखिदिन पनि सक्नुहुन्छ। र यसरी हेरिदिनु भयो, लेखिदिनु भयो भने तपाईँहरूको सुझाव सल्लाहलाई म स्वीकार गर्नेछु र सुधार्नु पर्ने ठाउँमा म असल तरिकाले सुधारेर फेरि यस्ता राम्रा भिडियोहरू तपाईँहरूको बिचमा ल्याउनेछु। अन्त्यमा परमेश्वरले हामी सबैलाई आशिष गरेको होस्। आमेन।